के छ हजुरहरूको भनाइ के छ हजुर? हाम्रो भनाइ हामीलाई बास गाँस कबास हामीलाई चिल्ली बिल्ली पार्नु भएन। हजुर हामीलाई बस्ने बास कति सेटिङ गरेर हुने हो त्यहाँ सेटिङ हामीलाई ठाउँ देखाइदिएपछि हामी ती जान्छौँ। तिनको यो अब नगर प्रहरी नेपाल प्रहरीहरू पनि यहाँ आउनु भएको छ हजुरको होइन? अनि के गाँस बास कपास पनि वितरण गरेको छु भन्ने खालको आएको छ नि त। त्यो भुन्ने कौन दुश्मन हो? कौनले त्यो कुरा लडाएको हो? त्यो होइन छ त यहाँ कहाँ बसाइमा यताउता भन्ने खालको तपाईँहरू पनि एकदम संयम भएर उ गर्नुहोस् है। त्यो कसैपछि हातपात ढुङ्गा मुढा गर्ने काम चाहिँ नगर्नुहोस्। नगरपालिकाले गत वैशाख 16 गते जारी यहाँ नेपाल प्रहरी पनि हुनुहुन्छ। भइसकेको छ तसर्थ स्वतस्फूर्त रूपमा छोड्ने सम्पूर्ण बासीहरूले छोडिसक्नु भएको छ र अब बाँकी रहनुहुने सम्पूर्ण महानुभावले तत्कालै यस बस्तीमा आफ्नो घर चौरा संरचना तुरन्त हटाउनुहोला। नभएको खण्डमा नगरपालिकाले जेसीबी मार्फत हटाउनेछ। सूचना नगर विकास समितिको अतिक्रमण जग्गा अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा कोहलपुर नगरपालिका मिति 2083/16 गतेको सूचना अनुसार कोहलपुर नगरपालिका वडा नम्बर 11 मा रहेको नगर विकास समितिको स्वामित्वमा रहेको जमिन अतिक्रमण गरी निर्माण गरिएका घर पहरा 10 दिनभित्र खाली गर्न गरिएको अनुरोधलाई स्वीकार गरी स्वतस्फूर्त रूपमा सहयोग पुर्याउनु भएको सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। नगरपालिकाको सम्पर्कमा आएका गरिब 60 घर वास्तविक भूमिहीन सुकुम्बासीको व्यवस्थापन झडप नगर्नु होला है। व्यवस्थापन मिलाउने प्रक्रिया अगाडि बढाइएको छ। साथै मिति 2083/1 गते सम्मानित सुकुम्बासी बस्ती सम्बन्धी नगर विकास समितिको अतिक्रमण जमिनको कुनै भरमा नपरी बाँकी रहेका घर बाहिरहरू तत्काल खाली गरी गरिदिन हामी अनुरोध गर्छौँ। खाली भएका घर बाहिर व्यवस्थापन हामीलाई गोली दिनुहोस्, हामीलाई गोली हानिदिनुहोस्, हामी नेपाली नागरिक हामीलाई दिन हामी नेपाली नागरिक हुनुहुन्न भनिदिनुहोस्। कसैको घर जान लाग्छ रक्तपात नहोस् हाम्रो ठाउँ कोहलपुर 11 नम्बर वडामा है। सबैलाई साँच्चीको वास्तविक सुकुम्बासी र गरिबलाई केही न केही राहत चाहिँ गरियोस्। साना बच्चाहरू दुःख लाग्छ आफू हुर्किया गाउँठाउँ यस्तो हेर्दाखेरि। हेर्न सक्नुहुन्छ हजुरले हाम्रो कोहलपुर क्रिकेट मैदान अगाडिको बस्ती।